After 14 months, surprise, happy birthday, Mero. Sathi, emotional moment. हेलो सबैजनामा सेवाहरू। आज चाहिँ म फर्स्ट अफ अल एउटा सानो मिनी ब्लग लिएर आउँदैछु। खासै बोल्न बनाउन त आउँदैन, तर पनि आज चाहिँ सानो भिडियो बनाउन कोसिस गरिरहेको छु। आज चाहिँ मेरो जन्मदिन परेको हुनाले गर्दाखेरि चाहिँ मेरो साथी आयुषले चाहिँ यस्तो ठुलो सरप्राइज दियो कि मलाई जिन्दगीमा कहिले नबिर्सिने गरे। यो चाहिँ आउट कन्ट्री थियो। यो चाहिँ हिजो मात्रै आइपुगेको रहेछ। हामीलाई चाहिँ थाहा नै थिएन। म र मेरो दिदी चाहिँ एउटा सानो कामले गर्दाखेरि बजार निस्केको थियौँ। अनि अहिले चाहिँ मलाई यस्तो ढाँट्यो कि उसको साथी अब बाहिरबाट आएको छ, एउटा सानो चक्लेट पठाइदिएको छ, रिसिभ गर्न जाए भनेर दो बाटो पठाएको थियो म र मेरो दिदीलाई। अनि अहिले जुन चलिरहेको छ नि त विकास दाइको होटल, अनि त्यहाँनिर चाहिँ पार्सल लिएर आउनुहुने साथी छ भनेर यसले भनेको थियो। अनि त्यसपछि म चाहिँ पार्सल लिन गएँ, तर केही नसोचेको सरप्राइज यो बर्थडेको लागि भनेर हिजो आएको रहेछ। थाहा नै थिएन। एकैचोटि यसलाई देख्दाखेरि चाहिँ दिदी र म धेरै इमोसनल भयौँ कि त्यो बिचको चाहिँ हामीले भिडियो बनाउन सकेनौँ। हामी चाहिँ अब रहेर गफसफ गऱ्यौँ, अनि खाजासाजा खायौँ। अब हाम्रो पनि टाइम थिएन नि त, यो आएको थियो भनेर पनि थाहा भएन। हामी चाहिँ बेग्लै कामले निस्केको थियौँ। अनि हतार अनि उताबाट कल आएकै गर्नाले गर्दाखेरि चाहिँ हामी हतार गऱ्यौँ। अनि तर पनि मलाई अझै पनि सपना हो कि मेरो लाइफमा धेरै साथी आयो गयो, कतिले फाइदा पनि उठायो होला। धेरै खुसी दिएको मातालाई धेरै धन्यवाद साथी। सोचेको तर पनि यो थिएनौँ सेल्फलेस लीला दिदी र मान्छे मैले कहिले त आएको छस् भनेर। त्यही भएर लाग्छ क्या अनि आएको भए त हामी हाम्रो पनि bonding टाइम still निकालेर आउँथ्यौँ, तर पनि ठिकै छ। still अहिले त्यसपछि हामी सँगसँगै छ। फोटोसोटो भगवानको खिच्यौँ। आँखा नलागोस् अनि हैन, त्यसपछि जिन्दगीभरि चाहिँ एज अ छुट्टिने फ्रेन्ड वातावरण बुढो साथीहरू मिलायौँ। हुन्छ नि अनि क्या, आज मलाई हो जसले त्यो समयसम्म प्रत्यक्ष होस् क्या। रूपमा मर्दा पनि त्यसको जन्मदिनको शुभकामना दिनुहुने सबैजनामा धेरै धन्यवाद। र सामाजिक सञ्जाल माध्यम धेरैजनाले कल गरेर फेसबुक मार्फत पोस्टहरू गरेर जन्मदिनको शुभकामना दिनुहुने सम्पूर्णमा मेरो एकमुष्ट धेरै धन्यवाद। साथै मिठो माया, न्यानो सम्झना भन्दै आजको मिनी ब्लग चाहिँ हाम्रो यति नै भन्दै ओके बाई बाई सबैजनामा।